कस्तो जाडो जाडो दिन परेको यही बेलामा बुढी माइत जानु परेको आज यही खाएर त्यहाँ सुत्नु पर्ला। ओहो माल्दै कहाँ पुगेर आउनुभयो? होइन कहाँबाट उत्पन्न भएछ त डाम्ना किन चाहियो जहाँ गएर अनि त्यहीँ दोकान गएर आएको। ओहो बुढो दोकान गएर आयो भनेपछि पक्कै पनि रक्सी ल्याएको हुनुपर्छ। सितानको लागि मासु पनि बोके जस्तो भयो आज नखाइ छोड्दिनँ। होइन के हो भाउजू नभएको त रक्सी र मासु खाने प्लान जस्तो खाने बटल जस्तो पनि देख्छु। होइन तेल हो ए हो र घरमा तरकारी पकाउने तेल राखेर म तपाईँकोतिर आउँदै थिएँ अलिकति लानु मिल्छ होला नि। ल खाने तेल होइन हौ मङ्गलले लगाउने तेल हो। ए झन् राम्रो भइगयो नि कपाल पनि फुस्दै थियो खै अलिकति दिन त लगाऊ। हो यसले जे गरे पनि नचढ्ने भयो। कहाँ कपालमा लगाउने तेल हो त यो ढाड दुखेकोमा लगाउने तेल हो। यो त झन् गजब भयो नि हिजो बेलुका ढाड दुखेर रातभर सुत्न सकिनँ। खै अलिकति दिनुहोस् लगाएर मालिस गर्नु पऱ्यो। लु घर मालिस डाम्ना बुढी नभएको बेला अलिकति रक्सी मासु लिएर खाऊँ भनेको यस्तो यस्तो डाम्ना र मोडे भएदेखि बुढोले एक थप्पो पनि नराखेको खायो। चैते मेरै जुत्ता मलाई नि हलमा बेचेर गइस्। आजको जुवाड भयो। ए चैते कताबाट आइस त बस कुन्द्रीतिर जुत्ता किनेर ल्याएको थिएँ मलाई त सानो भयो तपाईँलाई मिल्छ कि भनेर लिएर आएको। ले त हेर जुत्ता त मेरै जस्तो रहेछ नम्बर पनि ठिक छ मलाई मिल्छ। मैले 2000 मा किनेको 2000 त दिन सक्दिनँ केटा। ल हुन्छ अब तपाईँ आफ्नै दाइ जति चाहिँ दिनु त नि तर एउटा जुत्ताउने पैसा चाहिँ दिनु होला है अर्को किन्नु पऱ्यो नि। आमा के होस् बुढोसँग घाँस चाहिँ टन्नै छ है। 1500 नै दिउँ के हो होइन 1000 दिन्छु। ल यति भएपछि एक जुत्ता आउँछ। हुन्छ हुन्छ हस् त मैले लाग्यो भाइ। ल जाउँ ल जा आउँदै गरेस् एउटै डिजाइनको 2000 जुत्ता भयो। अब त्यसलाई चाहिँ म पार्टी साथी बिहा बच्चामा लाउनु पर्ला त्यसलाई त तिमीलाई लाउनु पर्ला। अब बरु त बाहिरको पनि ल्याएर एकै ठाउँ राख्नु पर्ला। को बजारमा पानेर मक्क पऱ्यो होला आफ्नै जुत्तालाई हजुर हाले। यस चैते मेरै जुत्ता मलाई नि हलमा बेचेर गइस्।